नमस्कार सबैजनालाई गुड मर्निङ अनि सफाई अभियान 2025 मा तपाईलाई स्वागत गर्दछु। आज पनि म विशेष गरिकन यति फोहोर टिप्दै मेरो अभियानको काम पूरा गरेको छु र आज धेरै टाढा गएन, यहाँ नजिकैतिर फोहोर टिपे। तर आज 115औं अन्तर्राष्ट्रिय नारी दिवसको दिन हो। सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु कि आजको दिन यो चाहिँ महिलाहरूको अधिकारको मात्रै होइन, संसारमा भएका हरेक जीवित प्राणीहरूको अधिकारको निम्ति चाहिँ हामीहरूले ख्याल गर्नुपर्ने कुराहरू हुन्। अनि धेरैचोटि मैले चाहिँ महिलाहरूले आफ्नो अधिकार खोज्दै गर्दाखेरि विभिन्न फोरमहरूमा चाहिँ महिला र पुरुषको द्वन्द्व जस्तै अलिकति बुझ्न नसक्दाखेरि त्यस्तो भएको हो कि भन्ने खालको पनि मैले महसुस गरेको छु। यो कदापि होइन। मानव भएको नाताले गर्दा आफ्नो अधिकार सुरक्षित गर्नुपर्छ, तर अरूको अधिकार चाहिँ हनन गर्नु भएन आफ्नो अधिकारको लागि। तर नेपाल चाहिँ पितृसत्तात्मक देश भएको कारणले गर्दाखेरि त्यस्तै भइरहेको छ। यदि म मानव हो भने चाहिँ आफूबाट कसैलाई अप्ठ्यारो पर्छ भने, कसैलाई असहज हुन्छ भने त्यो कुरा पनि हामीले चाहिँ मनन गर्नुपर्ने हुन्छ। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि सबैजनाले जसले चाहिँ आफ्नो अधिकार प्राप्त गर्न सकेको छैन, जो चाहिँ एउटा मानव भएर पनि मानव जस्तो हुन सकेको छैन, उनीहरूको अधिकार प्रदत्त गर्नको लागि सबैले पहल गरौँ। एउटा मानवता भएर जियौँ भने मात्रै पनि हामी महसुस गर्न सक्छौँ कि को कहाँ के भइरहेछ भन्ने खालको कुराहरू चाहिँ। र यसको लागि चाहिँ म सबैलाई अनुरोध गर्न चाहन्छु। मेरो भिडियो हेर्नुभएको लागि धेरै धेरै धन्यवाद। पुनः यहाँहरू सम्पूर्णलाई नारी दिवसको शुभकामना दिँदै बिदा हुन्छु। नमस्कार।